एकछिन सोच्नुस् त, एउटा यस्तो युद्धको मैदान जहाँ कुनै ठूलो विस्फोटको आवाज आउँदैन, मिसाइल उडेको धुवाँ पनि देखिँदैन, जहाँ दुश्मनलाई प्रकाशको एउटा अदृश्य किरणले चुपचाप खसाइन्छ। हैन, यो कुनै साइन्स फिक्सन फिल्मको कथा होइन, यो हो युद्धको नयाँ वास्तविकता। आज हामी लेजर हतियारको यही फोटोन युगबारे अलि गहिरिएर कुरा गर्नेछौँ। ल हामी जाउँ भविष्यमा सन् 2026 को मार्च महिना। इरान र उसका सहयोगीहरूले इजरायलमाथि एकैपटक सयौंको संख्यामा ड्रोन र मिसाइलले आक्रमण गर्छन्। आकाश हेरिन सक्नु छ, पुरै ढाकिएको छ दुश्मनका हतियारले। तर केही अनौठो भइरहेको छ। सामान्यतया हुनुपर्ने जस्तो विस्फोटको आवाज कतैबाट आउँदैन। आकाशमा मिसाइलले छोड्ने धुवाँको धर्सा पनि कतै देखिँदैन। एकदमै अचम्मको शान्ति छाएको छ। देखिन्छ त केवल प्रकाशको एक मौन किरण जसले आकाशका हरेक खतरालाई एक एक गर्दै निशाना बनाएर खसाइरहेको छ। हो, यहीँबाट युद्धको इतिहासमा एउटा नयाँ अध्याय सुरु भयो। हो, हामी कुरा गर्दैछौँ इजरायलको एकदमै नयाँ हतियार आयरन बीम प्रणालीको, जसले पहिलोपटक युद्धको मैदानमा प्रकाशले लडाई लड्ने कुरालाई वास्तविकतामा देखाइदियो। ल अब अलिक गहिराइमा गएर हेरौँ न त, यो आखिर हो के र यसले कसरी काम गर्छ। अब यो घटना एक्कासी भएको भन्ने होइन। सन् 2026 भन्दा पहिल्यैदेखि नै इरान र इजरायलबीच तनाव निकै बढेको थियो। अनि आयो मार्च 2026, जब इजरायलमाथि निकै ठूलो ड्रोन र मिसाइल आक्रमण भयो। र त्यसको केही दिनमै मार्च 2 मा इजरायलले आधिकारिक रूपमा घोषणा गर्यो कि उनीहरूले इतिहासमै पहिलो पटक आयरन बीमको सफल प्रयोग गरेर आक्रमणलाई रोकेका छन्। ल अब सबैको मनमा आउने प्रश्न, आखिर यो लेजरले काम चाहिँ कसरी गर्छ त? यो कुनै साइन्स फिक्सन फिल्मको कथा होइन है, यो त शुद्ध भौतिक विज्ञानको कमाल हो। हामीले फिल्महरूमा देखेको जस्तो ज्याप आवाज आउने बित्तिकै पड्किहाल्ने खालको चाहिँ हुँदैन। वास्तविकता त्योभन्दा धेरै वैज्ञानिक छ र अझ रोचक पनि। यसको प्रक्रियालाई सजिलोसँग बुझौँ है। 3 चरणमा काम हुन्छ। पहिलो, सिस्टमले धेरैवटा फाइबर लेजरका किरणहरूलाई एकै ठाउँमा केन्द्रित गरेर एउटा 100 किलोवाटको शक्तिशाली बीम बनाउँछ। त्यसपछि दोस्रो चरणमा यो बीमले गएर लक्ष्यको सतहमा हान्छ, जसले गर्दा त्यहाँ अत्याधिक गर्मी मतलब थर्मल एनर्जी पैदा हुन्छ। अनि अन्त्यमा लेजरलाई लक्ष्यको कुनै कमजोर ठाउँमा, जस्तै इन्जिन वा विस्फोटक पदार्थ भएको ठाउँमा करिब 2 देखि 5 सेकेन्डसम्म लगातार फोकस गरिन्छ, जसले गर्दा त्यो भाग पग्लिन्छ वा भित्रको बारुद तात्छ र हावामै नष्ट हुन्छ। अघि हामीले 2 देखि 5 सेकेन्डको कुरा गर्यौं नि। हो, त्यसलाई भनिन्छ डुएल टाइम। र यो एकदमै महत्त्वपूर्ण छ, किनभने लेजरलाई लक्ष्यको एउटै ठाउँमा कम्तीमा यति समयसम्म फोकस गर्नै पर्छ। यदि त्यो समय पुगेन भने लक्ष्यलाई केही असर नहुन सक्छ। भन्नुको मतलब यही केही सेकेन्डको खेलले नै सबै कुरा निर्धारण गर्छ। यो प्रविधिको शक्ति त हामीले देख्यौं, तर यसको अर्को एउटा पक्ष छ जसले सबैलाई चकित पारेको छ। त्यो हो यसको खर्च। आउनुहोस् पैसाको कुरा गरौँ। पहिले समस्या के थियो भने दुश्मनले केही $100 पर्ने सस्तो ड्रोन पठाइदिने, त्यसलाई खसाल्नका लागि चाहिँ हजारौं डलर पर्ने महँगो मिसाइल हान्नुपर्ने। सोच्नुस् त, एउटा झिङ्गा मार्न सुनको हतौडा प्रयोग गरे जस्तै भयो। विश्लेषकहरूले त यसलाई आर्थिक आत्महत्या नै भनेका थिए, किनभने यसरी लड्दा त देशको ढुकुटी नै रित्तिन्छ नि। उदाहरणका लागि इजरायलको प्रसिद्ध आयरन डोम सिस्टम, त्यसको एउटा मिसाइलको लागत करिब $50,000। $50,000। अब सुन्नुहोस् आयरन बीमको खर्च। एकपटक लेजर चलाउँदा कति लाग्छ होला? जम्मा $3.5। हो, तपाईले ठिक सुन्नुभयो। कहाँ $50,000, कहाँ $3.5। यही फरकले त युद्धको पुरै आर्थिक हिसाब किताब नै उल्टाइदिएको छ। तर यो खेलमा इजरायल एक्लो खेलाडी भने होइन। संसारको अर्को छेउमा चीन पनि यो दौडमा निकै अगाडि छ र यसले एउटा नयाँ खालको विश्वव्यापी हतियारको दौड सुरु भएको संकेत दिन्छ। ल यसो तुलना गरेर हेरौँ न त। एकातिर छ इजरायलको आयरन बीम, जसको पावर छ 100 किलोवाट र यो युद्धमा सफल भइसकेको पनि छ। अर्कोतिर चीनको भर्खरै सार्वजनिक भएको LY-1 सिस्टम, यसको पावर अनुमानित 180 देखि 250 किलोवाट छ। मतलब आयरन बीम भन्दा झण्डै दोब्बर शक्तिशाली। अझ यो त 8 पाङ्ग्रे ट्रकमा जडान गरिएको छ, मतलब जहाँ पनि लान सजिलो। चीनको अर्को एउटा सिस्टम छ साइलेन्ट हन्टर नामको। यो त साउदी अरबले किनिसकेको छ र हुथी विद्रोहीका ड्रोनहरू खसाल्न सफलतापूर्वक प्रयोग पनि गरिसकेको छ। तर यहाँ एउटा समस्या देखियो। मरुभूमिको धुलो र अत्याधिक गर्मीले गर्दा यसको प्रदर्शनमा असर परेको रिपोर्ट आयो, किनभने धुलोका कणहरूले लेजरको किरणलाई छरिदिन्छ, जसले गर्दा त्यसको तागत कम हुन्छ। यी सबै घटनाक्रमले एउटै कुरा देखाउँछ, हामी युद्धको एउटा पुरै नयाँ युगमा प्रवेश गरेका छौं, जसलाई फोटोन युग भन्न सकिन्छ। यहाँ युद्धका नियमहरू नै बदलिँदैछन्। अब हरेक प्रविधिको जस्तै यसको पनि राम्रो र नराम्रो दुवै पक्ष छ। फाइदा के त? जबसम्म बिजुली छ तबसम्म गोलीगट्टा कहिले सकिँदैन। यो प्रकाशको गतिमा चल्ने हुनाले दुश्मनले भाग्ने मौका नै पाउँदैन अनि एकैपटक 100 ड्रोन आए पनि सजिलै खसाल्न सकिन्छ। तर यसको कमजोरी पनि छ। यसको सबैभन्दा ठूलो दुश्मन हो खराब मौसम। बाक्लो बादल, कुहिरो, पानी वा धुलो भयो कि लेजरले राम्रोसँग काम गर्न सक्दैन।
यसको मतलब के हो भने अबको युद्धमा जित्नलाई पैसा मात्र भएर पुग्दैन। जित त त्यसको हुन्छ जससँग छिटो, सस्तो र प्रभावकारी प्रविधि छ। लेजर हतियारले यही नयाँ सत्यलाई स्थापित गरिदिएको छ। त्यसो भए इजरायलको आइरन बीम होस् वा चीनको नयाँ सिस्टम, यिनीहरूले युद्धलाई गोलीगट्ठाको युगबाट प्रकाशको युगमा ल्याइपुर्याएका छन्। र अब एउटा ठूलो प्रश्न हाम्रो अगाडि छ, के त्यसो भए अब महँगा मिसाइलहरूको युग साँच्चैकै सकिएकै हो त?